पुरा घुमिरहेको छ यताउता गएर। र यता चाहिँ म दियो अगरबत्ती जलाएँ साथीहरू। दियो अगरबत्ती चाहिँ बाहिर नै जलाउनुपर्छ, अनि गएर भित्र दर्शन गर्नुपर्छ। र घरमा आएर हेरेको त बेलुन पनि फुलाउनु छ। छोरी स्कुल गइरहेछ र दिदीले र मैले भएर बेलुन फुलाएँ। र यता पनिरको मसला रेडी पकाउँदैछु र यता साथमा चाय पनि अलिकति बनाउँदैछु चाय पिउनको लागि। र पनिर चाहिँ पाकिसक्यो। र यतापट्टि चाहिँ बेलुनहरू चाहिँ यसरी हामीले लगायौँ साथीहरू, यसरी तलैसम्म यसरी बेलुन बाँधिदिएको अब। र यहाँ चाहिँ मेरो बुढाले मासु बनाउँदै हुनुहुन्छ। र यता काकीले चाहिँ पुरा चामल भुट्दै हुनुहुन्छ पुलाउ बनाउनको लागि। यसरी पुलाउ भुटेर बनायो भने चाहिँ बहुत राम्रो हुन्छ साथीहरू, यसरी। र यहाँ चाहिँ फाइनली मासु पनि पाकिसक्यो। मेरो बुढाले चाहिँ धनियाँ हालेर अब निकालिराख्नुभयो। एक्लैमा चाहिँ भ्याउन बहुत साह्रो रहेछ साथीहरू, यता कुद् उता कुद्नु। र पुरा क्लिपहरू चाहिँ देखाउनै सकिनँ तपाईँहरूलाई, मैले सर्ट गरेर देखाउँदैछु। र यहाँ चाहिँ केक काट्ने बेला भयो। छोरालाई एउटा दुईवटा फोटो खिचौँ न भनेको, एकदम मान्दैन साथीहरू। मेरो छोरो चाहिँ फोटै खिच्न मान्दैन। न मोबाइल हेरेको पनि कसैले हेरेको पनि हेर्न सक्दैन, न आफू हेर्दा छ, न फोटो खिच्न दिन्छ, न आफू खिच्छ। र यहाँ चाहिँ केक काट्यौँ, ऊ केक खाने भनेर जिद गरिरहेको छ। राम्रो पनि लाग्छ नि यसरी केटाकेटी भेला भयो भने, राम्रो लाग्छ मलाई चाहिँ, होइन भन्नु त। केटाकेटीको खुसीमै आफ्नो खुसी हुन्छ, होइन भन्नु त। यसरी केटाकेटी भेला भएर उ गर्दा उनीहरूलाई पनि राम्रो, हामीलाई पनि राम्रो लाग्छ, होइन भन्नु त। मलाई चाहिँ राम्रो लाग्छ साथीहरू यस्तो बर्थडे मनाउनको लागि। जग्गा साँघुरो होस्, साँघुरो छ र पनि मैले चाहिँ यतिको गरेँ अब। र यता माइजूहरू उभिरहनु भइरहेछ, र यता आन्टीहरू सबैजना। र यहाँ चाहिँ अब केक सेक काटिसक्यौँ। अब केक बाँड्न अब लैजानु पऱ्यो भनेको त फेरि खाने अरे एक टुक्रा, र फेरि एक टुक्रा खिलाइदिएँ। अब चाहिँ केकहरू र केक बाँडेको चाहिँ देखाउनै सकिनँ साथीहरू, खानावाना खाएको पनि देखाउन सकिनँ। एक्लै मान्छे भ्याउनै साह्रो। र म नानी सुताउनु गएको त म आफै गर्छु भने, म आएर बर्तन धुन्छु भनेको त बुढाले पुरा मोलिसक्नु भएछ। उहाँ हेर्नु न, किन मोलेको, म मोल्छु त भनेको, होइन तिमी बिहानदेखि गलेको छौ अरे। र यो चाहिँ म सफा गर्छु भनेको चाहिँ होइन, ऊ आफै गर्ने अरे। हामी चाहिँ यसरी राति नै सफा गरेर सुत्छौँ साथीहरू। बिहान भएपछि कस्तो कचड लाग्छ, होइन भन्नु त, उठेर हेर्नलाई। त्यही कारण राति नै जति नै बजोस् राति नै गएर सुत्छौँ। र अब माथि यता आएको त यो पनि केटाकेटीले पुरा उ गरेर राखेका थिए, तर केही छैन, राम्रो लाग्छ, होइन भन्नु त। केटाकेटीले गरेकोमा सधैँ थोरै नै गर्छन्, कहिलेकाहीँ गर्छन्, राम्रो लाग्छ। र यता चाहिँ बुढाले भने मै झाडु गर्छु, यता पनि बाबु पनि उठो, त्यसैले बुढाले भने मै झाडु गरिदिन्छु भने 11 बज्दैछ टाइम चाहिँ। यता झाडु गर्दै हुनुहुन्छ मेरो बुढा चाहिँ। मेरो बुढाले चाहिँ बहुत सघाउनुहुन्छ साथीहरू, मलाई बहुत सपोर्ट गर्नुहुन्छ। र यता बाबु पनि उठो दिगदार गर्दैछ। र हुन्छ त साथीहरू, भिडियो हेरेर के कसो लाग्छ राम्रो मन्तव्य दिन नभुल्नु होला। र लाइक कमेन्ट सेयर गरिदिनुहोस् होला।